हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। अब चाहिँ हामी हाम्रो भिडियोको पब्लिक इकोनोमिक्स भन्ने भिडियोको चाहिँ पार्ट 2 बारेमा डिस्कस गर्छौँ है। सो यो पार्ट 2 मा चाहिँ एउटा सिम्पल आइटम एप्पल्स र अनदर चाहिँ त्यही स्ट्रिट लाइटको कुरा गर्छौँ है हामीले। सो यसमा चाहिँ हामीले के डिस्कस गर्छौँ त भन्दाखेरि बिजनेसहरूले चाहिँ कुनै कुराहरू चाहिँ किन बेच्छन् तर अरू कुराहरू चाहिँ सरकारले गरोस् भनेर चाहिँ किन छोडिदिन्छन् त भनेर हामीले डिस्कस गर्छौँ है। सो वी आर गोइङ टु बी टकिङ अबाउट प्राइभेट गुड्स भर्सेस पब्लिक गुड्स है। मानौँ एउटा पसलले चाहिँ मिठो स्याउहरू बेच्छ भने मान्छेहरू डेफिनेटली लाइन लागेर त्यो किन्नको लागि बस्छन् होइन त। त्यो बिजनेसको ओनरले चाहिँ प्रफिट कमाउँछ, त्यहाँबाट आएको प्रफिटले अझ ठुलो स्टोर किन्छ र सबैजना खुसी हुन्छन्। बिकज लाइन लागेका मान्छेहरूले पनि मिठो स्याउ पाउँछन्, त्यो बिजनेस ओनरले पनि प्रफिट कमाउँछ मजाले, अझ ठुलो स्टोर खोल्न सक्छ है। सो एभ्री वान इज ह्याप्पी। तर वाट इफ त्यही स्टोरको मालिकले चाहिँ आफ्नो त्यहाँनिर चाहिँ एउटा स्ट्रिट लाइट बनाउँछु भनिकन आफैले पैसा हाल्यो भने चाहिँ के हुन्छ त है। त्यहीँनिर बाटोमा भन्दाखेरि चाहिँ के हुन्छ, सडनली त्यो बिजनेस फेल भइदिन्छ अरे क्या। सो अब यहाँनिर क्वेसन आउँछ, किन मार्केटले त्यो स्याउहरूको लागि चाहिँ पर्फेक्टली काम गर्यो तर त्यहीँनिर स्ट्रिट लाइटको केसमा चाहिँ त्यसले त्यो फेल भइहाल्यो भन्दाखेरि अब हामीले कुरा गर्छौँ very important very important topics in public economics, which are private goods and public goods है। So पहिलो rule, can you stop me, एउटा त के तिमीले मलाई रोक्न सक्छौ, एन्ड सेकेन्ड इज द्याट इनफ फर बोथ अफ अस, हामी दुवैजनाको लागि अथवा हामी सबैजनाको लागि चाहिँ इनफ छ त यो कुरा भनेर है। सो पहिलो रुलमा चाहिँ क्यान यु स्टप मी भन्ने कुरामा हामीले सिम्पल दुईवटा कुरा हेर्नुपर्छ। रुल नम्बर 1 मा चाहिँ एक्सक्लुडेबिलिटी है, विच इज जस्ट अ फ्यान्सी वर्ड फर क्यान आई स्टप यु फ्रम युजिङ इट इफ यु डोन्ट पे। तिमीले यदि पे गर्दैनौ भने मैले तिमीलाई यो कुरा युज नगर भनेर भन्न सक्छु त भन्ने कुरा हो है। जस्तो एप्पलको बारेमा सोचौँ, त्यही स्याउ जुन मिठो स्याउ थियो, त्यो स्याउको लागि तिमीले जबसम्म ओनरलाई पे गर्दैनौ तबसम्म तिमीले त्यो स्याउ पाउन सक्दैनौ। तर त्यही ओनरले त्यहाँनिर स्ट्रिट लाइट लगाइदिएको छ भनेपछि त्यो स्ट्रिट लाइटमा चाहिँ त्यो स्ट्रिट लाइटको उज्यालो तिमीले चाहिँ नल्याऊ, तिमीले मात्रै ल्याऊ भनिकन त्यो ओनरले भन्न पाउँछ त? पाउँदैन है। स्टोर ओनरले त्यो इन्स्टल गरिसकेपछि म त्यहाँबाट हिँड्छु भने चाहे मैले त्यो ओनरलाई पैसा तिरौँ या नतिरौँ होइन, पैसा नतिरे पनि मैले युज गर्न पाउँछु। या त तिमीले चाहिँ त्यहाँ सिक्युरिटी गार्डै राखेर यो चाहिँ मैले राखेको स्ट्रिट लाइट हो त, यहाँबाट हिँड्दाखेरि आँखा बन्द गरेर हिँड भनेर भन्नु पऱ्यो है। होइन भने त सबैजनाले त्यो बेनिफिट फ्रीमा पाउँछन् नि त। सो के भयो त, एक्सक्लुडेबिलिटीको कुरा आयो। एप्पल एक्सक्लुडेबल छ, स्ट्रिट लाइट नन एक्सक्लुडेबल छ है। अर्को सेकेन्ड रुल, मतलब हामी दुवैजनाको लागि चाहिँ यदि तिमीले युज गर्यौ भने मेरो लागि त्यो सकिने हुन्छ कि हुँदैन त भन्ने कुरा है। सो त्यो भनेको चाहिँ राइभलरी। यदि मैले त्यो कुरा युज गरेँ भने तिमीलाई त्यो कुरा चाहिँ युज गर्नको लागि कम्ती हुन्छ कि हुँदैन त भन्दा है। यदि तिमीले त्यो स्याउबाट एक बाइट खायौ भने मैले त्यो बाइट फेरि खान सक्छु कि सक्दिनँ? डेफिनेटली सक्दिनँ। एउटा बाइट त तिमीले खाइसक्यौ नि त अघि नै। सो तिमीले एक्ज्याक्टली खाएको त्यो बाइट त मैले खान सक्दिनँ। तर त्यही स्ट्रिट लाइटको तल तिमी हिँड्यौ भने तिमी त्यहाँनिरबाट हिँड्दाखेरि तिम्रो पछाडि जो हिँडिरहेछ, म हिँडिरहेको छु रे मानौँ, तिमी त्यहाँबाट हिँड्यौ भनेकन त्यो लाइट मलाई कम हुन्छ त? हुँदैन, डेफिनेटली हुँदैन। 1000जना मान्छे त्यो तलबाट हिँडुन् तर सबैजनाको लागि लाइट त सेम नै हुन्छ नि त। सो एप्पल भनेको राइभल हो, त्यो स्ट्रिट लाइट भनेको चाहिँ नन राइभल हो है। सो यो दुवै कुरालाई जोडेर हेर्दाखेरि हामीले के सिक्ने त भन्दा त्यसैले यही नै रिजन हो एक्सक्लुडेबिलिटी र राइभलरी भन्ने कुरा जुन छ नि, यो दुईवटा कुरा नै हो जसले गर्दाखेरि प्राइभेट बिजनेसहरूले स्याउ बेच्न मतलब आतुर हुन्छन्, उनीहरूलाई एकदम राम्रो लाग्छ। किनकि स्याउ भनेको प्राइभेट गुड हो, त्यो एक्सक्लुडेबल पनि हुन्छ, तिमीले पैसा तिर्यौ भने मात्रै पाउँछौ
र त्यो राइभल पनि हुन्छ। एकजनाले त्यो कुरा किन्यो भने अर्कोको लागि त्यो कम्ती भएर जान्छ है। त्यसबाट मात्रै उनीहरूले प्रफिट कमाउन सक्छन्। त्यसको लागि उनीहरूले पैसा चार्ज गर्न केही गाह्रो छैन। तर स्ट्रिट लाइट्स भनेको पब्लिक गुड्स हो, तिनीहरू नन एक्सक्लुडेबल हुन्छन्, नन राइभल हुन्छन्। सो बिजनेसहरूले त्यो कुराको लागि मान्छेलाई पे गर्न फोर्स गर्न सक्दैनन्। त्यसले गर्दा उनीहरूले हामीले प्रफिट कमाउने नै होइन भनेपछि हामीले किन गर्ने भनिकन उनीहरूले गर्दैनन् है। सो यही नै पब्लिक इकोनोमिक्सको नम्बर 1 रुल हो। जब कुनै एउटा वस्तु अथवा सेवा नन एक्सक्लुडेबल र नन राइभल हुन्छ त्यति बेलामा प्राइभेट मार्केट फेल हुन्छ, प्राइभेट इकोनोमी फेल हुन्छ। र त्यो बेला हो जहाँनिर चाहिँ गभर्मेन्टले हस्तक्षेप गर्नुपर्छ है। सो अब हामीले नेक्स्ट भिडियोमा चाहिँ के हेर्छौँ भन्दाखेरि मान्छेको बिहेभियर के हुन्छ त है त, मान्छेले चाहिँ कस्तो खालको बिहेभियर देखाउँछ त यो कुराले गर्दाखेरि। फ्री राइडर प्रब्लम भनेको के हो, मान्छेहरूले आफूले पे नगरेको सामान युज गर्नलाई किन रमाइलो मान्छन् त, किन खुसी हुन्छन् त भनेर चाहिँ हामीले डिस्कस गर्नेवाला छौँ है त। थ्याङ्क यू गाइज, स्टे ट्युन्ड।